प्रधानमन्त्रीको अभिभावकत्व के यो देशले खोजिरहेको छैन यो समयमा? के यही हो जिम्मेवारी? योभन्दा डरलाग्दा घटनाहरू आएका थिए, तर ती समयमा प्रधानमन्त्रीहरूले सम्बोधन गर्थे, राष्ट्रिय अध्यक्षको रूपमा रहेका राजाहरूले सम्बोधन गर्थे। तर आज उहाँ कुन खुपीमा बसिराख्नु भएको छ, म उहाँहरूलाई सोध्न चाहन्छु। प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकको प्रशासन प्रणाली मार्फत गोली प्रहारबाट चलेको ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो र गोली प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले आफ्नो फेसबुकको शासन प्रणालीमा कसरी भन्न सक्नुहुन्छ? के यही हो परिपक्वता प्रधानमन्त्रीज्यूको? गोली वास्तवमा कसले चलाएको यो हाम्रो बटम माग हो, हामीले जान्न पाउनुपर्छ। हिजो सत्तारूढ दलका सभापतिले हिन्दू धर्मावलम्बीहरू जेन्जी आन्दोलनका क्रममा भएको गोलीकाण्ड र सुनसरी घटनाकाण्ड फरक भएको भन्नुभयो। अवश्य पनि घटना, स्थान, प्रकृति, पृष्ठभूमि फरक हुन सक्छन्, तर त्यसपछि राज्यले वहन गर्नुपर्ने जवाफदेहिताको प्रश्न आज पनि एउटै छ। भदौ 23-24 का क्रममा भएका आदेश र अहिलेका आदेशहरू कुन संयन्त्रबाट हुने गर्दछ? राज्यबाट चलेका गोलीका घटनाहरूमा फरक मापदण्ड कसरी हुन सक्दछ? फेरि स्थानीय तहका मेयरले विद्युत लाइन काटिएपछि गोली चलेको भन्छन्, प्रमुख जिल्ला अधिकारीले गोली चलाउने कुनै अनुमति नदिएको बताएका छन्, अनि नेपाल प्रहरीले पनि हवाई फायर मात्र गरिएको भनेको छ। त्यसो भए गोली कसले चलायो? यो हाम्रो माग हो, हामी जान्न चाहन्छौँ। यस्तो परस्पर विरोधी अभिव्यक्तिका बीच विश्वास कसरी स्थापित हुन्छ सभामुख महोदय? त्यसैले अनुमान, अफवाह वा औपचारिक वक्तव्यमा सीमित नरही घटनाको गहिराईसम्म पुगेर निष्पक्ष र विश्वसनीय छानबिन मार्फत सत्य तथ्य फास्ट ट्र्याकबाट सार्वजनिक गर्न उच्च स्तरीय आयोग मार्फत नै छानबिन गर्ने बाटोमा सरकार तत्काल लाग्नु पर्दछ। मोरङ जिल्ला प्रशासनले धार्मिक अनुष्ठानका क्रममा ध्वनि नियन्त्रण गर्न विज्ञप्ति निकाल्यो। ध्वनि नियन्त्रणले समस्याको जरैसम्म पुगेर समाधान निस्किन्छ सभामुख महोदय? हामीले विभिन्न समयमा धार्मिक हिंसाका गतिविधि देखेका छौँ, ती सबैका जरा ध्वनिमै सीमित छन् त? यदि हिंसा रोक्न ध्वनि नियन्त्रण नै गर्ने हो भने पनि गरौँ, तर त्यसको मापदण्ड सबै धर्म र समुदायमा समान रूपमा लागू हुनुपर्छ। किनभने अन्य धर्महरूमा पनि दैनिकी प्रार्थनाका क्रममा ध्वनि निकाल्ने चलन छ।